Hello everyone, welcome to another vlog. आज एन्जिला मुभी हेर्न आएको है। हामीले नेपाली फुटबललाई सपोर्ट गरिराखेका छौँ। त्यसमाथि एन्जिला क्याप्टेन एन्जिलाको चाहिँ एउटा बायोपिक हेर्न मजा आउँछ जस्तो लाग्यो। धेरै राम्रो फिडब्याक छ। सो होप मुभी दामी हुन्छ। म तपाईहरुलाई के भयो रिभ्यू पनि दिनेछु है त। सुन्न त एकछिन उता थाहा कुराहरू थाहा जानु परा छैन यही भन म तँलाई मन पर्छ मुखसँगले बोल्नु चाहिँ penaltiba top corner target रोको गोल पुलिसको र एन्जिला मुभी हिजो हेरियो हैन। अब मैले हिजो कन्टिन्यू गर्न सकिनँ भ्लग। एन्जिला मुभी एकदमै दामी पर्सनली मैले भन्नुपर्दा, किनभने जुन दुःखको साथ भनौँ न एन्जिलाले आफ्नो फुटबल यात्रा सुरु गरेको छ, उक्त मुभीमा चाहिँ भनौँ न एउटा जर्नी, दुःखको जर्नी, उसको सक्सेस कसरी भयो त्यो चाहिँ एउटा बायोपिक मुभी एन्जिला मार्फत देखाउँदाखेरि चाहिँ धेरैजना आई थिङ्क फुटबल प्लेयर्सहरूले फिमेल होस् मेल होस् यदि हेर्नु भएको छ भने रिलेट डेफिनेटली गर्नुहुन्छ। फुटबल लभर हुनुहुन्छ भने पनि तपाईँले रिलेट गर्न सक्नुहुन्छ। र एउटा भनौँ न नर्मल अडियन्सले पनि त्यो फिललाई चाहिँ भनौँ न आत्मसात गर्न सक्छ क्या। एउटा खेलाडीको दुःख हुन्छ नि त प्राय, कसरी राष्ट्रिय टिमको लागि खेलौँ होइन, त्यहाँ धेरै अब्लिगेसन्सहरू आउँछ, सबै कुराहरू पार गर्नुपर्छ होइन। यस्तै यो एउटा त एउटा स्टोरी हो, तर यसले के देखाउँछ भने लाइफमा तपाईँ जे काम गर्दा पनि दुःख आउँछ, बाधा आउँछ, पारिवारिक समस्या आउँछ होइन। धेरै नेपालीको हुन्छ यस्तो चाहिँ होइन। सो यो कुरालाई हामी रिलेट प्रपरली गर्न सक्छौँ। सो एन्जिला मुभी बवाल छ, हेर्नु होला। र एन्जिलाले पनि राम्रो एक्टिङ गरेछ होइन। अनि अरू एक्टर्सहरूले पनि दामी एक्टिङ छ। दया दाईको त अब भन्नै परेन होइन। सो ओभरअल फुल अन एन्टरटेनिङ प्लस एउटा राम्रो मेसेज भएको मुभी हो एन्जिला। पक्कै हेर्नु होला तपाईँहरू है त। र अहिले हामी चाहिँ यहाँ एउटा रिपोर्टको सुटिङ गर्दैछौँ। तपाईँहरूलाई थाहा छ ऊर्जा मन्त्री दीपक खड्काले हिजो चाहिँ के स्टेटमेन्ट दिनुभएको थियो राष्ट्रसभामा। जुन लोड सेडिङ हट्यो नि, कुलमान घिसिङले हटाएको होइन अरे क्या ब्रो। उक्त लोड सेडिङ चाहिँ इन्डियालाई धन्यवाद दिनुपर्छ लोड सेडिङ हटाएकोमा। के छ भन्नुपर्ने? मलाई खासै नलेज भएन यो टपिक। तिमी कसलाई धन्यवाद दिन्छौ? धन्यवाद भन्दा नि गाली दिनुपर्ने अवस्था आएछ। कसलाई? यो भन्ने स्टेटमेन्ट दिनेलाई। ए ऊर्जा मन्त्रीलाई? ल यार फेरि तिमीलाई जेल हाल्ला नि। लाजै पचाउनु त भएन नि त। त्यो पनि हो। ठिकै छ। अब आक्रोशहरू धेरै छ होइन। अब हाम्रो चाहिँ चिफ क्यामेराम्यान हाम्रो निमेश ब्रो होइन। अब हामी यो सुटिङ सकेपछि चाहिँ लोकल शानदार मोमो खाने भनेर चाहिँ छ प्लान। हेरौँ के हुन्छ। भयो भने चाहिँ यसो गरेर लोकल ठाउँमा इन्जोय पनि गर्न मन लाग्छ। कोही बेला चाहिँ अब थोरै अप्ठ्यारो हुन्छ, त्यो मान्छेले चिनेपछि हेरिरहेको छ होइन, त्यहाँ अप्ठ्यारो लाग्छ। नभए नहेर्दै भने चाहिँ बब्बाल इन्जोय गर्न मन लाग्छ क्या। मोमो मात्र होइन, लोकल फुडहरू मलाई चाहिँ। तर म त चिने पनि मतलब लाग्दैन होइन प्रायः। तर कोही बेला मात्र अड हुने, गइदिउँ खाइदिउँ होइन, इन्जोय गर्ने हो नि त लाइफ। सो त्यही हो, हेरौँ के हुन्छ। अब हामी दुई भाइ चाहिँ निस्क्यौँ होइन मोमो खान। खाइदिउँ है, खाइदिउँ लोकल। हामी चाहिँ प्रायः जस्तो त्यहीँ गएर खाइदिन्छ, यहाँ अफिसको नजिकै छ। अब हाम्रो दिनेश ब्रो चाहिँ बफ खाँदैन नि त, त्यही भएर म पनि त्यस्तो रेड मिट त्यति खाँदिनँ। तर यो जिम गरेर यो फुटबल खेलेर यो हामीलाई अति क्रेभिङ हुने क्या यो लोकल फुडको, झन् खानाको, भातको होइन, यस्तो क्रेभिङ हुन्छ मलाई चाहिँ। अनि कोही बेला जिम गरेर कामै लाग्दैन क्या। एनिवेज केही छैन। त्यहाँ छ शानदार मोमो, त्यहाँ पर खाइदिउँ है।
दामी कस्तो मिठो छ यहाँको मिठै हुन्छ है मोमो खायो दामी होइन अब म मोमो कम गर्छु अति भयो अब हामी केरा खान जान्ला होइन त कस्तोले मोमो खाएपछि हामी अब केरा खानु पर्यो अब हेल्दी चिज पनि त खानु पर्यो नि होइन लु केरा खाऊँ यस्तो छ दामी छ केरा अब त्यही हो मोमोहरू अब एकदम कम गर्ने भनेको तर यही हो एक्सर्साइजहरू गरेपछि यस्तो चिज खानुपर्छ क्या हाम्रो कोही बेला क्रेभिङ हुन्छ नेपालीको बानी कति दामी भगवानले बनाएर पठायो Anyways, thank you so much. बाबा प्लिज थुकायो भने केरा किनेर खाइहाल्नु होला थ्याङ्क यू सो मच सबैलाई एन्ड त्यही हो एन्जिला मुभी दामी छ हेर्नु होला र भ्लगिङको लागि यस्तो रमाइलो होइन अब चटपटी कुराहरू पनि त मनपर्छ हाम्रो दर्शकहरूलाई सो यो चटपटी भ्लगहरू अलवेज छँदैछ यसो सब्सक्राइब गर्नु होला PUL भ्लग यस्तो भ्लगिङको लागि अनि अरू त अब सोबर वर्ल्ड पडकास्टको लागि न्युजको लागि यसो त्यहाँ पनि सब्सक्राइब गर्नु होला है चियर्स केरा खानु होला